मलाई सधैँ अट्याक अन टाइटनमा राइनर ब्राउनको क्यारेक्टर अरूभन्दा स्पेसल लाग्छ। एओटीको सबै क्यारेक्टर आफैमा डिफ्रेन्ट र युनिक भए नि राइनर ब्राउन इज बिल्ड डिफ्रेन्ट विथ केयर, लभ एन्ड अ लट अफ डिप्रेसन। यदि राइनरलाई एक सेन्टेन्समा डिस्क्राइब गर्छौ भनेपछि कर्तव्य र नैतिकताको बिचमा अड्किएको मान्छेको रूपमा व्यक्त गर्न सक्छौ। एओटीमा उसको दुईटा पर्सनालिटीहरू देखाएको हुन्छ, एउटा सोल्जरवाला अनि अर्को वारियरवाला। वारियर साइड फोकस्ड हुन्छ उसको ड्युटीतर्फ, टु डेस्ट्रोय द वाल्स एन्ड रिट्रिभ द फाउन्डिङ टाइटन। र त्यही ठाउँमा अर्को साइड छ उसको सोल्जरवाला, उसको आत्मीयताको भावहरू झल्काउने एउटा बिग ब्रदर फिगर 104th क्याडेट क्रप्सको, जो साँच्चै नै एरेन कोनीको रक्षा गर्न चाहन्छ। राइनर आफूलाई हिरो, मूल्यवान र अर्थसहितको अस्तित्व भएको मान्छेको रूपमा हेर्न चाहन्छ। मार्लेमा आफ्नो सेल्फ वर्थ कुल्चिएको हुनाले यो चाहना मात्र होइन, उसको लागि आवश्यकता पनि हो। चाहे यो चाहना उसको बाल्यकालको रिजेक्सनबाट उत्पन्न भएको होस् वा मार्लेको प्रोपागेन्डाबाट नै होस्। राइनर ब्राउनको बारेमा सोच्दा सोच्दै मलाई रेडियोहेडको नो अलार्म एन्ड सरप्राइजेसको सङ याद आउँछ। म योसम्म पनि भन्छु कि राइनर क्यारेक्टर इज पर्फेक्टली डिस्क्राइब बाई इट्स सङ्ग्स एन्ड थिमेटिक म्याचिङ। एक हिसाबले हेर्छौँ भनेपछि यो गीतले चाहिँ राइनर ब्राउनको डिप्रेसन र उसको क्यारेक्टरलाई ओभरअल एक्सप्लेन गर्ने काम गर्छ मेरो पर्सपेक्टिभबाट। जस्तै गीतको फर्स्ट लाइन नै हुन्छ, कुनै बेलाको निर्दोष मन जो सबैको आँखाको हिरो बन्न चाहन्थ्यो, अब त्यो कर्तव्यको बोझको तल डुबेर कर्तव्यको बोझको तल त्यो मुटु अब फोहोरको ढिस्को झैँ भइसक्यो। अनि अर्को लाइनले भन्छ, जब द्याट स्लोली किल्स यु, ब्रुसेस द्याट वोन्ट हिल। मतलब राइनरको अन्त्य वारियर भएको हुनाले भएको थिएन। वारियरवाला ट्यागले उसलाई भित्रभित्र इरोड गर्दै थियो, बिस्तारै बिस्तारै, मिसनपछि मिसन, झुटपछि झुट। फिजिकल इन्जरिज त टाइटन रिजेनरेसनले ठिक होला, तर मनमा लागेको घाउहरू कसरी ठिक होला? मार्कोको डेथ, बर्थोल्डको डेथ, वालमारिया डिस्ट्रक्सन र त्यो युद्धमा मरेका निर्दोष बच्चाहरूको घाउ, त्यो कसरी निको हुन्छ र? यु लुक सो टायर्ड एन्ड अनह्याप्पी। यो लाइनले भन्छ कि राइनर स्याड मात्र छैन, उसलाई अब पुगिसक्यो यो जिन्दगीबाट। जीवन आफै एउटा काम जस्तो भइसक्यो, जसको लागि उसले एप्लाई पनि गरेको थिएन। अब त्यो बोझ झैँ भइसक्यो। त्यसैले नो अलार्म एन्ड सरप्राइजेसले के भन्छ भने, उसलाई अब मुक्ति चाहिएको छैन, उसलाई अब जित पनि चाहिएको छैन, उसलाई केवल त्यो मानसिक शान्ति चाहिएको छ। उसलाई रेस्ट गर्नु छ, यो झै झगडाभन्दा टाढा, यो मनमोटावभन्दा टाढा र यो क्रूर वास्तविकताभन्दा टाढा। मैले यो गीतको केही लाइनलाई मात्र एक्सप्लेन गर्न खोजेँ। यदि यो पुरै गीत सुन्छौ भने अझै धेरै मिनिङहरू पाउनेछौ र हिडन उसको क्यारेक्टर ट्रेट्सहरू पनि पाउनेछौ। अब आजको लागि यति नै। मेरो टेक थियो यो वान अफ द मेरो फेभरेट क्यारेक्टर एओटीको राइनर ब्राउनमाथि। र तिमीलाई अरू कुनै क्यारेक्टरमाथि भिडियो हेर्ने मन छ त्यो भन्न सक्छौ। आफ्नो ओपिनियन कमेन्ट गर्न सक्छौ। भिडियो कस्तो लाग्यो भन्न सक्छौ। भेटौँला कुनै अर्को भिडियोको साथ। त्यति बेलासम्मलाई बाई बाई।